के गर्दैन हिजोको बट्टामा भएर अन्त कहाँले लगेर आएर टेबलमा बर्खादेखिको 4 कुरो त खाएन थोरै थोरै एक त नै त्यसलाई भराउने कि के गर्ने त अर्को यस्तै धोइदिनु त फेरि यसमा भराउँदै गर्नु नि नहराउने यो सरीको आएर यहाँ खडेर लगाइदिनु पऱ्यो त्यो लाउने होला नि अनि उता थालमा हल्दै थालमा राख्नु बाबा थालमा म थाल थालिदिन्छु अनि सबैतिर च्याप च्याप हुन्छ र के हो त्यस्तो हुन्छ किन हल्लाको नि झन् छुनु मन लाग्दैन ठिकै धारा गरेर अहिले फेरि खानु चाहिँ मिठो च्याप च्यापै सिक्छु अलिक खनाएको हुन्थ्यो कोही यस्तो बलमा कोही सानो गर्छ कोही ठुलो गर्छ अब त्यही सब्जी सब्जी राख्छ अब के उहिलेको खोजेर भन यही खालको पनि के र त अहिले त फोहोर परेको भने त यो त सानो हो नि थालमा 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 माथिबाट गर्नु माथिबाट अलग्गै खना तिरिरिरि पारेर उचालेर उचालेर गर्नु बदल सजाएर हो त्यत्तिकै झारिरहनु ठाडो बदल राखेर नै कालोले हुन्थ्यो 15 जो होइन अस्ति चलेको थियो अनि त्यतै दिन्छ टाउको दुखिरहेछ मेरो 60,000 जतिको त मैले पनि मोबाइल बेचेँ साथीहरूले जिउ है 1 लाख रुपियाँ भिडियो गरिरहेको छु कति साह्रो झिङ्गा ए गुद्रो गुद्रो गइसक्यो कति पैसा दिनु भाँडेले त के टेक्ने बिगार मात्रै गर्छ उपमा जस्तो जता लाउ निचोरिन्छौ अब यसो होस् होस् नगर्नु के आफ्नो अर्को लागि हुन्छ त भालेले बाहिर बिगार गरिसक्यो खिचियो भने उगेलेर जान्छ यो अब पखालेर राख्यो भने एकदम सफा हात च्याप च्याप हुन्छ यसरी नमिठो यो थालको कराईको अब खनाइदिनु हात धोएर आयो धोएर चरीमाले हात धोएर सबै माथिको कालो पनि साह्रो लाउँछ फापरको घामले त पाठा फेरि पछ्याएकै त्यही भएर पो यहाँ थिएन त्यो फोन हुन्छ त त्यो त्यो फापर चारो हुँदैन त नि ल अस्ति सन्दसँग भाउजूले 1 उट लगाउनु भयो त यो माथिको म पनि खुवाउँथेँ सादा फाँडेको त्यहाँको गौरीको काट्नु गएको त्यो बाँसको टुप्पोहरू यहाँ बनाउनु पर्ने है छार भ्याउने मेरो बोटमै कति छ कति म त उठाउनु सक्दिनँ छु करे त कालै कालै भयो भुइँ त यस्तो गरेर पो चाल्ने त हो नि यो कुहिएको पिप जस्तो झर्ने भएको करेबाट उचाल्नु
सिंह झरेको बाउ यस्तै घोडावाला ढाड कस्याएर राख्नु पर्ने थाङ्ना बुढीले यस्तै चोक्टै जोतिर खाँद्नु पर्ने धुएर गनाएर एउटा भैँसी पालेको थियो बिले चाकर गर्नु बुढाको पनि भैँसीको पनि सुँगुर पनि मरे मरे ए बाघ बिर्यो मरे है मरे भन्थ्यो बाघ बिरे सारा काम सिङ्गो चाहिँ छँदैछ बाघबिरे चाहिँ दाजु जेठा कान्छा पर्ने नसक्लाउने रहेछ तिनीहरू अल्झिली बुद्धि माइला एउटा छ त्यो पनि मऱ्यो के गरे त अब कुनमा लाउँछौ त लु त्यसमा लाउँदा अट्दैन है अट्छ ठिक्क हुन्छ त अटेको हुन्थ्यो नअटे अर्कैमा पानी पनि छैन हो यो केमा यसमा पखालिराख्नु पऱ्यो म त सिक्सुको के अनि भिजाइराख्नु पर्ने केमा भिजाउनु त्यो खन्याएर त्यसमै खन्याएर भिजाइराख्नु यो 12 दिने होइन फेरि मेरो 12 दिन त चाहिन्छ गहुँको डल्ला के हो बाँडा यस्तो लाउँदैन नि तिमी यस्तो जाँड बनाएर खानु ओर्नु साह्रो मिठो हुन्छ त भिजाएर माडेर चल्दा आज भ्याउँदैन मलाई ढिलो भयो चिप्लो छ चाखा भाइ म त उठ्दैछु खानु राखेको भए पनि त क्वाच खानु हुन्छ नि नानी छुट्याएर यत्रो छुट्याउँदो रहेछ यो कल्लो चाको खानु मिठो हुन्छ ठुलो दाजु खानुहुन्छ भोलि खान्छै खाँदैन भाँडामा लगाएर छोपिराख्नु पर्थ्यो मामा म त बेलुका सँगै खाँदा ठिक हुन्छ त्योमा एउटा डेक्चीमा राख्नु नि त अनि म चाहिँ फेरि चाहिँ धुनुपर्छ रिङबाट चल्छ फेरि धुयो भने रस आउँछ केमा पो धुनु हो यसमा पो होला यो कति ठाउँले स्पोर्ट दुखेर एउटा पानी ल्याएर पखाल्नु पर्यो पसल भयो यहाँनिर होस् यहाँको चाहिँ तापमान सुरु गर्नुपर्छ एक कुरामा साह्रै ठिक लागेन म